मेरो युट्युब च्यानलमा चाहिँ स्वागत छ। आज चाहिँ म मोमोको चटनी बनाउन गइरहेको छु। यसको लागि हामीलाई आवश्यक पर्ने सामग्रीहरू म त हजुरलाई देखाउँदैछु। र पहिले चाहिँ हामीलाई चाहिन्छन् चप गोलभेडा। दोस्रो हामीलाई चाहिने आवश्यक सामग्री भनेको चप लसुन। तेस्रो चाहिँ चप लसुन के अरे खोर्सानी। अब यसलाई हामी सुरुमा तेलमा चाहिँ फ्राउने काम गर्छौँ। तेल पाकिसकेको छ। अब हामी लसुन हाल्छौँ, लसुन राख्छौँ। लसुनलाई एकछिन चलाउँछौँ रातो हुने गरी। ल हेर्नुहोस् त, लसुन गोल्डन ब्राउन हुँदैछ। लसुन गोल्डन ब्राउन भइसकेपछि हामी यो सुकेको खोर्सानी राख्छौँ। खोर्सानी नै हामीले फुटिसकेका छौँ। अब चाहिँ नि गोलभेडा राख्छौँ। अब यो गोलभेडालाई एकछिन ठुलो आगोमा पकाउने गर्छौँ। हाम्रो गोलभेडा राम्रोसँग गलिसकेको छ ठुलो आगोमा पकाएपछि। अब यसमा हाल्ने भनेको चाहिँ नि नुन हो, अरू केही पनि होइन। हेर्नुहोस् है, मैले 2 चम्चा नुन राखेँ। अब यसलाई फेरि छोपिदिन्छौँ। अचार रेडी हुँदैछ। अब हामी राख्न जाँदैछौँ यो तिल, भुटेको तिल है। राखौँ, यसलाई मजाले घोल्ने गरेर है चलाउने गरी यसलाई त्यसरी हैन। हाम्रो मोमोको अचार चाहिँ पाकिसकेको छ। ल हेर्नुहोस्, यस्तो लदर हुनुपर्दछ। अब यसलाई चाहिँ सकाउने भनेको चाहिँ अन्तिममा यो चाहिँ हरियो धनियाँ, यो हरियो धनियाँ एड गर्ने। यसलाई एकछिन चलाएर पकाउने। यो धनियाँ नि पाकेन, काँचै भयो भने अचारलाई चाँडै बिगारिदिन्छ। त्यही भएर एकछिन पाक्ने गरी पकाउने। ल धनियाँ एकदम बारिक काटेको हुनाले यो चाँडै पाकिहाल्छ। त्यही भएर हाम्रो अचार चाहिँ रेडी भयो। ल हेर्नुहोस्, भयो। एक मिक्सरको लागि यति टिमुर हाल्ने अनि मजाले पिस्ने। अचार रेडी भयो मोमोलाई।